गाइस हजुरहरूलाई सरु गुरुङको युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी चालु गरिदिनु। हामी दिदी बहिनी चाहिँ आज चाहिँ गाउँको लागि निस्किसकेको छौँ। सन्चो होइन त्यही पनि जाँदै हम दुईवटालाई मलाई टर्च लाइट भयो, दिदीलाई नै रुगा लागिरहेछ, बोल्न पनि मिलिरहेको छैन, त्यही पनि निस्किसकेको छ। बाई। अहिलेको लागि चाहिँ दिदीहरूको जान्छ। झोलाहरू टन्ने हो, यहाँ यत्रो छ। दिदी देखाइदिनु झोला। यहाँ चाहिँ टिकाको के अरे टिका मसा थालीहरू ट्रेहरू छ। अब दसैँमा गएर टिका लाउनु पर्छ। हजुरहरूलाई बिचबिचमा हामी अपडेट गर्दै गर्छौँ। अहिलेलाई चाहिँ भाइ खासै सम्झो छैन, बोल्न पनि मिलेको छैन, नानी दुखेर चाहिँ सियर गरेछ। पाल्पा बस स्ट्यान्ड झरिसकेको छौँ। अब चाहिँ हामी पाल्पाको बस स्ट्यान्ड छौँ। त्यो सन्चो नभएर गर्मीले चाहिँ गाह्रो भयो नि। बस चढिसकेको छौँ। अब बस फुल भइसकेपछि मात्रै हिँड्छ अरे। हामी वेट गरिरहेको छौँ। मलाई सम्झनाहरू कस्तो भयो। यहाँ दिदी कति राम्रो देखेको, म कति नराम्रो देखेको। राम्रो चाहिँ त्यो पनि कन्टिन्यू हुन्छ भिडियो है। अहिले चाहिँ हामी ब्रेकको लागि यस्तो बसेको। हामी आएको यसमा होइन कि साथीहरू, यसमा हो। हामी बहिनी चाहिँ रुगा लाएर है भैरदेखि रुगा बोकेर आएर गाउँमा सार्ने भनेर। तपाईँहरूले उहाँ होटलमा बडी बिल्डर पनि देख्न सक्नुहुन्छ। अनि यो चाहिँ डुम्रे जाने बाटो। अब लगभग 15-20 मिनट छ। कति छ र टाइम? 15-20 मिनटमा गाउँ जाने ठाउँमा पुग्छ। मलाई चाहिँ रुगा लास्टै बसिहाल्नु थाल्यो। म चाहिँ आफूलाई नदेखाएँ किनभने म लास्टै डढेर काली भएछु। यहाँ चाहिँ यहाँबाट म आएको अनि यहाँ चाहिँ झरना हेरेपछि अब यहाँ जिप आउँदैछ। जिपमा सिट छैन, त्यही भएर चाहिँ जिपको छतमा बस्नलाई चाहिँ के गरे यता अगाडि आउनुपर्छ कि हाइवेमा फेरि पुलिसहरूले देख्यो भने पक्रिन्छ नि त। तर छतमा बस्नु राम्रो त होइन, त्यही पनि अब घर त पुग्ने छ जसरी भए पनि। त्यही भएर चाहिँ हामी घर पुग्दै अगाडि गएर चाहिँ गाडी कुर्छौँ। यता चाहिँ अहिले हामी चाहिँ अगाडि हिँडिरहेछौँ। हेलो गाइस, तपाईँहरूलाई हाम्रो गाउँमा स्वागत छ। हेर्नु त यहाँको भ्यू राम्रो छ। हेलो गाइस, पहाड भनेको पहाडै हुन्छ कि गाउँघर। मास्क लगाएर मेरो अनुहारै देखेन होला न ब्युटिफुल रुगा लगाएको अनुहार कस्तो शीतल हो क्या, कसम चिसो भएर। गाइस हामी चाहिँ त्यो के गरे गाउँको चाहिँ अब के गरे मैले स्कुल पढेको ठाउँमा चाहिँ आइपुगेँ। यहाँसम्म मात्रै जिप आयो, त्यहाँदेखि चाहिँ माथि चाहिँ गएन। उकालो बाटो टन्ने हो त्यहाँ डाँडामा चाहिँ हो हाम्रो गाउँ चाहिँ। अनि त्यसपछि अब ऊ भयो कि के अरे जिप चाहिँ यहाँसम्म मात्र आयो, माथि नजाने भएको कारणले गर्दा चाहिँ हामी यहाँबाट चाहिँ उकालो जाँदै हाम्रो सामान चाहिँ दाइले बोकिदिनु भएको छ। हामीले सानो सानो सामान योहरू पछाडि बोक्ने ब्यागहरू मात्र बोकिरहेको छौँ। अब हामी जाँदैछौँ उकालो बाटो। मोबाइलमा धेरै चार्ज पनि छैन, जति सकिन्छ त्यति अपडेट चाहिँ हामीले गराइदिन्छौँ हजुरहरूलाई। है के भन्नु, हजुरलाई के भन्नु छ दिदी? केही भन्नु छैन, मेरो कस्तो टाउको दुखेको। मलाई त रुगा एकदम गाह्रो भएको छ। यो चाहिँ मैले पढेको स्कुल हो है, यो चाहिँ स्कुल, यो सब स्कुल हो। मैले पढाउने बेलामा चाहिँ यस्तो थिएन, अहिले चाहिँ अलिक धेरै नै डेभलप भएर धेरै राम्रो भएको छ। यहाँ माथि चाहिँ मन्दिर छ, हामी यहाँ माथि गर्न यस्तो सस्ता खाने गर्थ्यौँ। ल अहिलेलाई चाहिँ सक्ति बन्द गरिदिउँ। बाई बाई। दुईवटा केरा बोकेर हिँडिराख्नु भएको छ। खाना खाम्ला भनेको केरा खाने मनै भएन। गाइस त्यो चाहिँ पल्लो गाउँ हो। यहाँ तल चाहिँ खोला रहेको छ, खासै देखिन यहाँबाट त। यहाँ पुरै जङ्गल छ। यहाँ अब चाहिँ दिदी अगाडि अगाडि हिँडिराख्नु भएको छ। दाई चाहिँ हाम्रो दुइटा के अरे झोला बोकेर
भरिया दाइले बिसाउने भारी भन्दै अगाडि पुग्नु हो। यो चाहिँ यो आपुलको एकदम ठुलो थियो पहिला चाहिँ, अहिले चाहिँ स्कुलदेखि चाहिँ हामी उकालो यो बाटो चढेर यतिसम्म आएको छ। दिदी उहाँ पुगेछ, म त दिदी जति हिँड्न सकेन। दिदी चाहिँ क्रिसको पारामा दगुर्छ भने दगुरे हा। यहाँ कता पुग्यो क्रिस, भ्यागुतावाला क्रिस। म पुगेँ ह। ऊ त्यो स्कुलदेखि हामी उकालो चढेर यहाँ आइसक्यौँ। यहाँ भारी बिसा भारी त केही छैन, भारी भरिया दाइ गइसक्नु भयो माथितिर। भरिया दाइ त नभन, हाम्रो दाइ हो भरिया बारी बोकिदिएको मात्र पारेको। अब यहाँ माथि हो पुग्न लाग्यो म अब थाकेको अवस्था। अब हामी घर पुग्न 15 मिनट छ। बहुत थाक्यौँ। ब्याग देखाएन कस्तो बाटो हिँड्यो रोक्नु यस गाइस, हामी चाहिँ फाइनल घर आइसकिसकेको छ। हो हाम्रो घर त पेन्टिङ गरेर खतरा गरेर आएछन्। ओ आयौँ हामी घर। मम्मी है मलाई प्र्याङ्क गरेर रहेछ कि। ल दाइले सानो बोकेर करिस्मा बहिनी घर मम्मी भनेर बसिन्। दिदी मम्मी है त मम्मी आजलाई यति नै गाइज। आज हामी चाहिँ फाइनली हामी आइपुग्यौँ। म देखेँ आइजन के देखेँ आइजन हामी 3 दिन चाहिँ भेट भयो। आजलाई यति नै। अब भोलिदेखि फेरि अर्को हालिदिन्छु। अहिले चाहिँ हामी बिरामी अवस्थामा छौँ। यु क्यान सी अस। अनि स्किप नगरिकन हेरिदिनु होला। थ्याङ्क यू फर वाचिङ आवर भिडियोज। बाई 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 बाई।